इ चौरीकोट उहाँ हेर्न हौ चौरी इ घोडा पनि पाउँदो रहेछ हौ इ यता चाहिँ चौरी गोठ यहाँ तल है अनि चौरीको बाछाहरू चढ्दैछ आमा घाँस चढ्दैछ यार वाउ हौ त्यो चौरी हो के चौरी गाई मौसम बिग्रिहाल्यो नि यार मौसम बिग्रियो बिग्रै औ माथिबाट ब्रदरहरू घुम्दै आउनु भएको छ तर अहिले बिचमा चाहिँ मौसम चेन्ज भयो यार भर्खर यहाँ फेरि बादलले घेर्न थालिसक्यो यो माथि पुग्ने बेला चाहिँ यता चाहिँ प्रायः जस्तो चौरी गोठ पनि हुँदो रहेछ चौरीको लागि ठाउँ ठाउँमा यो कुवाहरू बनाइदिएर रहेछ हो हेर न यी आउँदा आउँदै मौसम फेरि अघि यति राम्रो सफा क्लियर थियो है अब हामी पुग्ने बेला पो फेरि यहाँ बादलले घेरिसक्यो हो तर हामी माथि पुगिन्जेलसम्म चाहिँ फेरि सफा होला ल अघि भने बादलले पुरा छेकिरहेको थियो अहिले फेरि एकैछिनमा यहाँको मौसम चाहिँ एकैछिन चेन्ज हुँदो रहेछ फेरि अब हामी त्यहाँनिर माथि हाम्रो गन्तव्य चाहिँ माथिसम्म हाम्रो यात्रा चाहिँ ल यता पनि आमा ल खुल्दै आयो यता नि मौसम खुल्दै आयो ल अब हामी अलिकति केही समयपछि पुग्नेछौँ माथि वाउ कति रमाइलो ठाउँ यार ल तपाईँहरू पनि जसरी पनि आउनुहोस् है यस्तो रमाइलो दृश्य अवलोकन गर्ने हो भने चाहिँ फाइनली हामी चाहिँ पुग्यौँ है सैलुङ वाउ दामी अब चाहिँ हामी फाइनली पुग्यौँ साथी हो ल सैलुङ आमा हामी मोटो मान्छे त नसकिँदो रहेछ हौ तर पनि हामी लगभग 1 घन्टा